सबैमा नमस्कार। वेलकम टु बायोमेड डायरी। सो आज म चाहिँ जेल डिस्टिलेसन युनिट, डाइजेसन र तपाईको स्क्रबर युनिटको मेसिनको बारेमा भन्न जाँदैछु। यो चाहिँ तपाईको डाइजेसन युनिट हो। जेल डाइजेसन युनिट चाहिँ के को लागि युज हुन्छ भनेपछि नाइट्रोजन कन्टेन्ट इन एनी अर्ग्यानिक अर इनअर्ग्यानिक सबस्टान्समा केही छ भने त्यस्तो कुराको लागि